यो अब मान्छे जस्तो त होला नि मान्छे पनि अब तराउनी अलिकति सलक्क परेर मनपर्ने होला गाई अलि झुम्रो झुम्रो पारेको हुन्छ त्यही भएर नि हो अनि बिहान त अब त्यसलाई जाना पुरा खाँकी राम्रो भइसकेपछि त तपाईँको 100 जनाको बथानमा हाल्यो भने 100 जनाले भ्याउँछ यो एउटा खर्कामा कतिवटा गाई छ त्यसलाई सबैले भ्याउँछ एकै दिनमा भ्याउँछ एकै दिनभन्दा एकै दिन चाहिँ हुँदैन अब एक दिनमा 3-4वटा 5-6वटासम्मलाई भ्याउँछ उसले अहिले चौरी पालन गरेको छैन ठिकै हो पहिले मैले पनि चौरी गोरे पालेँ चौरी गोर बेचेर फेरि पछि यो गाई पालेको हो पहिले चौरी पाल्छ यहाँको सरस्वती राम्रो पालन पोषण भयो राम्रो औषधि पनि राम्रो गऱ्यो भने 10 वर्षदेखि 12 वर्षसम्म हो अहिले चाहिँ अहिले चाहिँ छुट्टै हुन्छ सिन्धुपाल्चोकको तेम्माथानमा यहाँ चौरी पालन वर्षौँदेखि हुँदै आएको छ यहाँको राम्रै छ सर यहाँको त अब जस 20वटा जति गाई भ्याउने एउटा गोरु भ्याउने भयो भने 14-15वटा जति चाहिँ चौरी निस्किन्छ भनौँ न अब त्यो पनि समय हुँदो रहेछ यति नै भने ठ्याक्कै हुँदैन अब त्यो आफ्नो बाँकी जस्तो पनि हो कसैको चाहिँ तपाईँको 20वटा भ्याउने छ भने 15वटा चौरी निस्किन्छ भने कसैको चाहिँ 10वटा जति चौरी निस्किन्छ 10वटा जति चाहिँ भाले निस्क्यो भने त्यो जोग्यो हो भाले जन्मियो भने त्यो जोग्यो मात्रै हुने भयो त्यसले बारी मात्रै बुने भयो बारी बोकाएर बानी पार्नु र यताउति सबै गरिसकेपछि त्यसको पनि 5,000 जति मूल्य त पाउँछ तर चौरीको चाहिँ जन्मिने बित्तिकै 30,000 हो 6 महिना पालेपछि 25,000 हो अनि त्यो जन्मिन्छ भन्ने कसरी थाहा हुन्छ जन्मिन्छ भने त जन्मेपछि मात्रै थाहा हुन्छ सर पहिल्यै यो मेल र फिमेल त त्यो थाहा हुँदैन नि आँखाले हेरेपछि थाहा हुने हो मेरो नाम चाहिँ तेम्बा शेर्पा हो जुगल 3 जुगल वार्ड नम्बर 3 भन्नु पर्यो तेम्माथान सिन्धुपाल्चोकको जुगल गाउँपालिका तेम्माथानमा आइपुगेका छौँ हामी यहाँ किसानहरूको पुस्तौँदेखिको पेसा रहेको छ चौरी पालन यहाँ आलु खेती हुन्छ यहाँ मकै लगाइन्छ कोदो हुन्छ यो चौरी पालन गरेरै उहाँहरूको जीविकोपार्जन चल्दै आएको किसानहरूले बताएका छन् किसानहरू यहाँ जाडो लाग्दा तलतिर झर्ने र बर्खा लाग्दा माथि खर्क जाने चलन रहेको छ र यहाँ अहिले यति बेला भने चौरी पालक किसानहरू अहिले चरण क्षेत्रमा चौरीहरूलाई लिएर हिँडिरहेका छन् उनीहरू चरण क्षेत्रमा चौरीलाई लगिरहेका छन् यहाँका चौरीको बिमा पनि गरिएको छ सँगसँगै यहाँ उहाँहरूले गाई पनि पालन गर्नुभएको छ चौरी सँगसँगै र यो चौरीबाट उहाँहरूले दुध निकाल्नुहुन्छ दुधबाट उहाँहरूले घिउ निकाल्नुहुन्छ घिउ बेच्नुहुन्छ अनि छुर्पी पनि बनाउनुहुन्छ भन्नुभएको छ उहाँहरूले यहाँ अलि अति दुर्गम देखिन्छ सिन्धुपाल्चोक जिल्ला जुन नजिकै काठमाडौँबाट नजिकै भए पनि यो दुर्गम देखिन्छ जुगल हिमालको नजिकै छ यहाँ शेर्पा समुदायको बसोबास छ याक जन्मिँदै सुरुमा त यो चौरीबाट नै याक हुँदो रहेछ अब याकबाट चौरीबाट याक हुँदो रहेछ याकको आमा चाहिँ वास्तवमा भन्नुपर्छ चौरी नै कसरी चौरी हो भने अब सुरुमा त याक नै चाहियो तर याक उत्पादनहरूलाई चौरी नै चाहिने चौरी र याकको मिरिङ भइसकेपछि नै चौरीबाट जन्मिएको एउटा तोल्मु भन्ने जात जन्मिँदो रहेछ त्यो तोल्मु नै फेरि ठुलो भइसकेपछि याकसँग गइसकेपछि चामु भनेर जात जन्मिँदो रहेछ त्यो चाहिँ आयु चाहिँ धेरै छोटो हुन्छ जस अब धेरै बुद्ध भएको कारणले गर्दाखेरि अब औल खानु नसक्ने आयु पनि धेरै छोटो जस 5 देखि 6 वर्षको बिचमा जन्मिसक्नु पर्दो रहेछ त्यसले जे गर्नुपर्ने सबै अनि चामो आइसकेपछि चामोलाई फेरि याक लगाइसकेपछि तपाईँको चाङयाक भने एउटा ठुलो जातको एउटा याक जन्मिँदो रहेछ अब त्योबाट पनि क्रस भएर आइसकेपछि तपाईँको जियाक भन्ने चाहिँ राम्रो याक हो त्यहाँबाट चाहिँ पोथी जन्मिएको याकको नाक हुने भयो अनि भाले जन्मिएको याक हुने भयो अब याक र त्यो नाक दुईटाको ब्रिडिङ भइसकेपछि चाहिँ तपाईँको उसमा ब्रिडिङ भइसकेपछि चाहिँ याक नै जन्मिँदो रहेछ अब याकले फेरि गाईसँग लगाइसकेपछि चाहिँ गाईबाट जन्मिएको चाहिँ चौरी याकको चाहिँ उत्पादन त्यहाँ मात्रै गर्नु पाइँदो रहेछ यहाँ नेपालमा चाहिँ अलि असम्भव जस्तो अब यो डोल्पा लाङटाङ रहेछ मूल्य कति पर्छ एउटा याकको त्यही 1.5 लाख जति पर्न आउँछ सानै ल्यायो भने त्यही 1 लाख रुपियाँमा पाउँछ 80,000
ठुलै तयारी भएको याकलाई चाहिँ 1.5 लाख नै पर्न आउँछ। अब याक चाहिँ एउटा बिउको रूपमा युज गर्दाखेरि अब शिलाजित खुवाउनु पऱ्यो, त्यसलाई मह खुवाउनु पऱ्यो, लेगमा पाइने पतञ्जलाहरू खुवाउनु पऱ्यो। अनि त्यसलाई हामी आवश्यकता अनुसार कुखुरा काटेर कुखुराको पुरै बोइल गरेर त्यसको हड्डी छुट्याएर पुरा किमा जस्तो बनाएर पाक त्यो पिठोसँग मिसेर हामीले त्यसलाई पाक बनाउँछ, पाक बनाएर खुवाउनुपर्छ। त्यो चाहिँ उसलाई इनर्जी बढोस्, अब ऊ अलिकति बलियो होस्, बिउको भएको हो नि त, बिउको लागि हो नि त, त्यो अब सबैसँग मिटिङ गर्न सकोस्, अलिकति एनर्जी बढोस् भने। यदि त्यो खुवाएन भने के हुन्छ? त्यो खुवाएन भने उसको शरीर अलिक कमजोर भइसकेपछि बगालसँग बस्नु मान्दैन, ऊ आफै भागेर लेख्दै गइदिन्छ। अब एकचोटि मात्रै युज गर्दा अब त्यसको ग्यारेन्टी भएन। अब त्यो तुयो भने तुयो, किनभने त्यो एकचोटिको लागि चाहिँ एकचोटि मिटिङ गराएको हामी त्यहाँ 1000 रुपियाँ चलन छ। ऊ गाईले लाएर त्यहाँ तपाईँको अब चौरी भ्यायो भने त्यही 5000 भाडा लिन्छ भाले। अनि त्यो भाले जन्मियो भने चाहिँ 1500। गाईसँगै राख्ने चाहिँ प्रायः जस्तो चौरीको खर्का छुट्याएर चौरीसँग बेलाउनु हुँदैन, गाईलाई मात्र आकर्षित गराउनु लागि छ। यो अब मान्छे जस्तो त होला नि, मान्छे पनि अब तराउनी अलिकति सलक्क परेकोलाई मनपर्ने होला, गाई अलि झुम्रो पारेको हुन्छ, त्यही भएर नि हो। भ्याउनु त अब त्यसलाई जाना पुरा खाङ्की राम्रो भइसकेपछि त तपाईँको 100 जनाको बथानमा हाल्यो भने 100 जनाले भ्याउँछ। त्यो एउटा खर्कामा कतिवटा गाई छ त्यसलाई सबैले भ्याउँछ। एकै दिनमै भ्याउँछ? एकै दिनभन्दा एकै दिन चाहिँ हुँदैन, अब एक दिनमा 3-4वटा 5-6वटासम्मलाई जो भ्याउँछ उसले। त्यो देखिनु ठिक होला नि, त्यो देखाउनु पऱ्यो नि क्लासिक। अब मेरो बुढो बाजे पाखालदेखि तपाईँको 7 पुस्ता जति भयो हामी यहाँ भएर त्यहाँदेखि यही वस्तु पालनको चाहिँ अब बाउ बाजेको भनौँ न हिजोको पुर्खालीदेखि पालेको वस्तुले चाहिँ अहिलेसम्म चाहिँ छोड्न सकेको छैन। के गर्नु त अब हिजोको गोरथाला छ, जक्का छ, अनि खै के भन्दा पहिले शिक्षा छैन, अलि अशिक्षाको कारणले पनि अब बाउ बाजेले के गरेको रहेछ अब त्यसमै चाहिँ अब लाग्नु पऱ्यो। बाउ बाजेहरूसँग एउटा जला भएर पनि लो नाथी गोरुमा जानु पऱ्यो। पछि अब बाउ बाजेसँग पनि त्यति जुगो पनि त्यतिको आउँछ, जिजर नामेर बाजेहरूसँग पनि गोरुमा पनि गएँ। फेरि कहिले बाउहरूसँगै पनि यसरी नै अब गोरुमा पनि अलिक गएँ, फेरि तल घरमा आउँछ गाउँमा। अब त्यतिसम्मको याद चाहिँ हामीसँग छ। मेरो जीवन चाहिँ यहीँ बिताउँछु भनेर चाहिँ हजुर कसरी सोच्नु भयो? अब बाउ बाजेले पनि एउटा पुस्ता त यही पालेर त सिधायो। अब आफ्नो पालोमा पनि अब कहीँ अब अर्को पेसा त छैन। अब शिक्षा भन्नुतिर अशिक्षाले गर्दाखेरि कतै पनि अब आउने ठाउँ भए पनि जसरी भए पनि अब यस्तो वस्तु पालेर अब यो जीवन यसमा चाहिँ अब टुङ्गाउँछु भन्ने आश चाहिँ छ। गोठ लिएर चाहिँ हाम्रो खास चाहिँ असार 1 गते नि माथि लान्छु। असार, साउन, भदौ, असोज, कार्तिकमा फेरि यतै झर्ने हो। अब यो जेठदेखि चाहिँ माथि लाने हो। अनि माथि ठुलो खर्कम पुग्यो, अनि फेरि भदौ लगाएपछि तल झर्ने हो। अब माथिको घाँस पनि अब हुन्छ नि त, हाम्रो घाँस उम्लेको हुन्छ, त्यो घाँस पनि अलि तपाईँको अब सिधाएको जस्तो नि अब हरियो घाँसहरू पनि अलिकति हुँदैन, अलिक तल झर्ने। त्यतिखेर घाँस हुँदैन? हजुर, घाँस चाहिँ हुन्छ, तर अलिकति तपाईँको यो गाईहरूले त माथि अलिकति ठन्डा त थाम्दैन। अहिले कतिवटा गाईहरू छन्, चौरीहरू छन् तपाईँसँग? चौरी भन्नाले सानो यसपालु त त्यही गोठभित्र छ। गाई त यो आधी गाई जति चाहिँ अर्को साथीलाई भन्नु पठायो। अब जम्मा होला टकाटुको 20-25 जति चाहिँ छ। अब योबाट चाहिँ तपाईँले आम्दानीहरू कसरी गर्नुहुन्छ, के हुन्छ खासमा योबाट चाहिँ हामीले एउटा आम्दानी भनेको त्यो याकबाट आएको चौरीकै आम्दानी भन्नुपर्छ। अनि यो बिमाहरू गरेको छ नि, यो भेर्नालीले बिमा गरेको छ। अब कोही यो यिनीहरूले चाहिँ मऱ्यो पनि खाल्टामा हालेर अलिकति त्यहाँबाट पनि कृषिले अलिकति तपाईँको तलबाट सहयोग दिन्छ। अब यो यिनीहरूले चाहिँ यो ट्राक लागेको छ, त्यसले चाहिँ कहीँ बिरुवाहरू लड्यो, कहीँ हिउँले के गयो, कहीँ बाघले खायो, के गर्यो भने यिनीहरूले चाहिँ हामीले भेर्नारीबाट हो कृषिबाट चाहिँ भन्नु परेन, अलिकति यिनीहरूले चाहिँ दिन्छ। हाम्रो बाजे पूर्वदेखि आएको हो। हामी अहिलेसम्म चाहिँ हाम्रो यहाँ बसोबास गरेको 7 पुस्तामा आइसक्यो।
सातै पुस्ताले यही चौरी पालनै गरेर होइन हो पहिले बाजेदेखि पालेको छ अहिलेसम्म पालेकै रहेको छ अब कोही कोही अब बच्चाहरू त कोही जानेसम्म त विदेशतिर पनि गयो होला जान्छ होइन टोलको नाति पलान्ती खलान्तीहरू त गयो तर हाम्रो पालोसम्ममा चाहिँ यो पालेरै बसेकै हो सर अनि यसले वर्षभरिलाई तपाईँको आम्दानी पुग्छ खानलाई यही के छ अनि अब अलिअलि त पुग्छ यो अब आलु रोप्ने हो अलिअलि मकै आउने गहुँ जौ होइन यो ठाउँमा आउनेको यो एउटा के भन्नु भने बालीको कुरा गर्दाखेरि त्यतिको लागि आलु मेन आलु हो त्यसमा चाहिँ यसो मल गरेपछि अलिकति आम्दानीबाट निकालेर यस्तो नि अब खानपान चाहिँ यसरी जान्छ सर अनि यो चौरीबाट जस्तो के उत्पादन हुन्छ र अनि कहाँ कहाँ बेच्नु चौरी त अब तपाईँको 3 वर्ष भएपछि त्यसले फेरि भ्याउँछ अब कोही व्यापारी आउने हो अनि त्यो छुर्पी बनाउनुले ऊ त्यो उही चौरीहरूको जस्तै हो हाम्रो पनि त्यो गइबार जन्मेको चौरी हो ऊ यहाँतिर चौरी गोठ टन्नै छ त्यस्तै हुन्छ त्यस्तो यस्तो चलिरहेछ चलिरहेको छ अब आफ्नो परिवार आफ्नो सन्तानहरूलाई चाहिँ के गराउने चाहना छ त अब मेरो नातिहरू त पढ्दैछ होइन म आफै पढ्न नसके पनि बच्चाहरूले चाहिँ अलि स्कुलमा बनाउन अलिकति शिक्षाले माथि पुर्याउनु पर्ने छ शिक्षालाई महत्त्व दिनुभएको छ दिन्छ अब नै सकेको छैन अब बच्चाहरूले त त्यस्तै राख्ने त भएन समय परिवर्तनलाई नि पछिको बच्चाहरूले त यो वस्तु पाल्छ कि पाल्दैन भनेर अहिलेसम्म यस्तै पहिला भन्दा चौरी पालन चाहिँ अलिक घटेको छ अहिले चौरी पालन घटेको छैन ठिकै हो पहिले मैले पनि चौरी गोरै पालेँ चौरी गोठ बेचेर फेरि पछि यो गाई पालेको हो ए पहिले चौरी पाल्छ तपाईँको नाम पनि भन्दैन मेरो कामी शेर्पा हो कति वर्षको हुनु म 60 वर्ष